हेलो गाइजहरु आज चाहिँ हैन केएफसी को एनिभर्सरी हैन एनिभर्सरी रहेछ हैन अनि बनिले चाहिँ एनिभर्सरीमा एक बकेट किन्दा अर्को बकेट फ्री भनेर उले चाहिँ लिएर आकी हैन भक्तपुरबाट लिएर आइन हैन राधे राधे भाटबटिनीबाट अनि यो चाहिँ मेरो नि फर्स्ट युट्युब ब्लग है यसरी ब्लग मैले बनाउँदिन थिए हैन अब चाहिँ बनाउँछु आज चाहिँ मैले ट्राई गर्नलाई चाहिँ यो भिडियो बनाउँदै छु हैन अनि सबैजनाले यिनीहरू चाहिँ खाँदैछन् हामीले चाहिँ खाइसक्यौँ उ खाएर पापु चाहिँ उहाँ बसिसक्नु भएको छ प्रयासको अनि ऊ चाहिँ सानो मामुले खाँदैछ हैन इन्ट्रोड्युस त गराउनु पर्दैन होला सबैलाई थाहा छँदैछ मेरो बहिनी कति राम्री छ हैन यति प्रशंसा गरेन भने फेरि मैले भनेको मान्दिनँ नि त त्यही भएर गाइस अनि मेरो छोरो सबैलाई थाहा छँदैछ अब भविष्यको ब्लगर भनेको चाहिँ प्रयास पौडेल हुँदै हुनुहुन्छ हैन प्रयास पौडेल त अब केही शब्द भन्नु त गाइजहरुलाई केही भन्नुस् न खुसी छु केएफसी खाएर मात्रै भनेर हुँदैन के कति पिस खानु भयो अहिलेसम्म भन्नु त 2 पिस र आधी 2 पिस र आधी 3 हैन 2 पिस र आधी हो तिमीले 3 पिस खाइसक्दैनौ अनि यो के हेरेको मोबाइलमा छोर तिमीले गाडी के अरे ब्लड प्रेसर अनि उहाँले चाहिँ ब्लड प्रेसरको आफ्नो भन्दै हुनुहुन्छ हैन हामी चाहिँ सबैजना यस्तै हो खाँदै गफ गर्दै गर्ने हो आजको डिनर चाहिँ हाम्रो केएफसी है गाइजहरु केएफसी मा चाहिँ एनिभर्सरी चलेको छ अझै पनि हजुरले यो भिडियो 29 गतेसम्म हो र आजको दिन मात्रै भनेको थियो हैन र 29 तारिखसम्म रहेछ है मलाई चाहिँ खासै थाहा थिएन म चाहिँ आज मात्रै होला भन्ने सोचिरहेको थिएँ अनि हजुरहरु पनि गएर खानु होला इन्जोय गर्नु होला हैन हामीले चाहिँ अब खाइसक्यौं अनि यस्तै राम्रो राम्रो ब्लग हेर्न मन छ भने मेरो आइडीलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला हजुरहरुले हैन यो मेरो फर्स्ट ब्लग है भन्न पनि आउँदैन हैन अब मैले चाहिँ ब्लगहरु बनाउने कोसिस गर्दै छु मैले जति पनि भिडियोहरु चाहिँ सर्ट्समै हालेको हुन्छु अनि मलाई त्यति आउँदैन नि त खासै अब जान्दिन पनि अनि त्यही भएर चाहिँ अब आजबाट चाहिँ यसो हल्का स्टार्टिङ गर्दै छु यो मेरो फर्स्ट ब्लग हो हजुरहरुले हेरेर इन्जोय गर्नु होला हैन अनि हामीलाई माया गर्नु होला सब्स्क्राइब गर्नु होला सबैजनालाई धेरै धेरै माया सानो छोटो समयमा चाहिँ यो मेरो युट्युब यो नयाँ हो नि त 1 महिना भयो लगभग मैले यो नयाँ आइडी बनाएको यति धेरै माया गरेर 4000 जति सब्स्क्राइब कटिसक्नु भएको छ यसरी नै माया गरेर 4 मिलियन बनाइदिनु हुन्छ भने 4 करोड बनाइदिनु हुन्छ भने एकदम विश्वास छ मलाई हामीलाई हैन सबैजनालाई किनभने हामीलाई टिकटकमा फेसबुकमा यति धेरै मन पराइदिनु भएको छ नि हजुरहरुले अनि हजुरहरुकै मायाले हामीले अगाडि बढ्ने मौका पाएँ मैले यो ब्लग बनाउने एकदम हजुरहरुले नै कमेन्टमा ब्लग बनाउन न दिदी डेली ब्लग भनेर यति धेरै रिक्वेस्ट गर्नुहुन्छ हैन तपाईहरुको कारणले गर्दाखेरि चाहिँ म बनाउन सफल भएको छु आज मैले 3 मिनेटको हाल्दै छु अब भोलिदेखि ठुलठुलो ब्लग पनि आउन सक्छ ट्राई गर्दै छु हेरौँ हजुरहरुले माया कति दिनुहुन्छ त्यो हजुरहरुको हातमा छ है त गाइज ल बाइ बाइ एभ्रीवन भोलि भेटौँला बाइ गाइस बाइ गुड नाइट